निर्माणको कार्यक्रम प्रारम्भ हुन्छ। शून्य समयमा बोल्न चाहनुहुने मान्य सदस्यहरूको लागि 1 मिनेटको समय निर्धारण गरिएको छ। सर्वप्रथम मान्य सदस्य बिना लामा। सम्माननीय सभामुख महोदय, काम कुरो एकातिर कुम्लो बोगी ठिमीतिर भने जस्तै यो सरकार निर्माण भएदेखि नै नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई हटाउने भनेर आजै हटाउने भोलि नै हटाउने भनेर कुलमान घिसिङमाथि जुन आतङ्क सिर्जना गरिएको छ, यसको मुख्य उद्देश्य के हो? सत्तीले सरापेको देश भने झैँ यहाँ राम्रो काम गर्ने मानिसहरूले भोग्नुपर्ने नियति यही हो? तथाकथित समय सीमा निर्धारण गरेर कुलमान घिसिङले बुझाएको कार्य सम्पादन प्रतिवेदन नबुझ्ने र आफैले अङ्क प्रदान गरेर कारबाहीको भागीदार बनाउन अग्रसर हुने सरकारले आफ्नै कार्य सम्पादनमा शर्मनाक अङ्क प्राप्त गरेका छन्। उक्त प्रधानमन्त्रीज्यू र मन्त्रीहरूले चाहिँ राजीनामा दिनुपर्ने कि नपर्ने, यसको जवाब चाहियो। धन्यवाद। जय राष्ट्रवाद। माननीय सदस्य बिना जयसवाल। सम्माननीय सभामुख महोदय, यस सभामा माननीय सदस्यहरूको काम मात्र यी कुर्सीहरूको शोभा बढाउनु बाहेक केही छैन। अर्थ लगाउनु गलत नभएको अवस्थामा पुगिसकेको सदनमा बोल्दा खासै गर्व लागेको छैन। जे जति बोले पनि एक अर्काको स्वार्थ पूर्ति हुने गरी आएको नीति र अध्यादेश पारित गर्ने र मन्त्रीमण्डलको बाँडफाँड मिलाउन ठुलो होटल र व्यापारीहरूको घरकै आवश्यकता पर्दछ। यही छिमेकी मुलुक भारतले प्रयागराज स्थित त्रिवेणी सङ्गमको धमिलो पानीबाट खर्बको अर्थ जोड्यो, तर हामी अथाह सम्भावना भएको माउन्टेन वाटरलाई बजार मिलाउने नाममा पोलिसी प्रपोजल बाहेक केही गर्न सकेका छैनौँ। हामी व्यस्त छौँ खोलालाई नाला र नालामाथि भवन निर्माण गर्न, रङ्गशालामा युवा कुट्न, बेलुन बेच्नेलाई थुनामा हाल्न र कार्यक्रममा उखान टुक्का सुनाउन। व्यस्त सरकार, धेरै व्यस्त सरकार। जय राष्ट्रवाद। धन्यवाद। माननीय सदस्य श्याम कुमार घिमिरे। सम्माननीय सभामुख महोदय, अब बजेट निर्माणको पनि प्रक्रिया सुरु हुने बेला भएको छ। यो वर्षौनी बजेट नयाँ नयाँ कार्यक्रमहरू थप्दै जाने बजेटमा, तर के छ भने कहिले पनि पुरा नगर्ने महारोग चाहिँ यो देशमा देखियो। अब यसले चाहिँ लथालिङ्ग भद्रगोल अवस्थामा चाहिँ योजनाहरू छनौट गरेर विनियोजन गरिएको छ, रकम विनियोजन गरिएको छ, तर कुनै पनि योजनाहरू सम्पन्न भएका छैनन्। त्यसैले यो वर्ष नयाँ योजनाभन्दा पुराना थालिएका योजनाहरूलाई सम्पन्न गर्ने गरी यो कार्यक्रममा चाहिँ यो बजेट विनियोजनमा राखियोस् भन्ने कुरा म सभामुख मार्फत म नेपाल सरकारलाई आग्रह गर्न चाहन्छु। धन्यवाद। माननीय सदस्य शान्ति विक। सम्माननीय सभामुख महोदय, हरेक वर्ष वर्षायाममा प्राकृतिक विपदका कारण चितवनको मुगलिन सडक खण्ड प्रभावित हुने गर्छ। वर्षै पछि मानवीय क्षति हुने गर्छ। त्यसैले काठमाडौँ जोड्ने मजिमटार शक्तिखोर सुरुङ मार्ग 5.7 किलोमिटरलाई राष्ट्रिय गौरवको योजनामा राखेर अगाडि बढाउन म सभामुख मार्फत नेपाल सरकारको ध्यान आकर्षण गर्छु। र सभामुख महोदय, क्यान्सर रोग सम्बन्धी उच्च स्तरीय अध्ययन अनुसन्धान र आवश्यक जनशक्ति तयार गर्नको लागि 2053 एन बमोजिम अस्पतालको उद्देश्य अनुरूप चितवनको बीपी मेमोरियल क्यान्सर अस्पताललाई प्रतिष्ठानको रूप दिनको लागि म नेपाल सरकारसँग सभामुख मार्फत आग्रह गर्छु। धन्यवाद। जय नेपाल। माननीय सदस्य शान्ति श्रेष्ठ। सम्माननीय सभामुख महोदय, नेपालले सन् 2005 देखि 2 लाख हेक्टर जमिनमा वर्षौनी 2 अर्बभन्दा बढी क्षति बेहोर्नु परेको देखिन्छ। यसको एउटा कारण डढेलो पनि हो। सुक्खायाम सुरु भएसँगै नेपालमा डढेलो लाग्न सुरु हुन्छ। त्यसबाट हुने क्षति अनुमान गर्नै सकिँदैन। जस्तै मानवीय क्षति, वन्यजन्तु क्षति, धेरै सार्वजनिक सम्पत्तिको क्षति हुने गरेको छ। यसको मुख्य कारण जलवायु परिवर्तन पनि हो। केही समय अघि मात्र अमेरिकाको लस एन्जलसमा विनाशकारी डढेलोले गरेको क्षतिबारे विश्वका हामी सबैलाई अवगतै छ। सभामुख महोदय, वन
आगो नियन्त्रणका लागि हामीसँग एउटा स्पष्ट नीति हुन आवश्यक छ। वन मन्त्रालय र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले डढेलो नियन्त्रण गर्न पूर्व तयारीका लागि प्राविधिक विशेषज्ञ सहितको के कस्तो योजना त गरेको छ, सदनलाई जानकारी। मान्य सदस्य शिव नेपाली। सम्मान्य सभामुख महोदय, लोकतन्त्रको आधारभूत सिद्धान्त हो वाक स्वतन्त्रता। तर यो लोकतान्त्रिक सरकारको प्रधानमन्त्रीलाई लोकतन्त्र मन पर्दैन, किनकि उहाँ र उहाँको दललाई प्रश्न मन पर्दैन। प्रधानमन्त्रीज्यूलाई प्रश्न सोद्धा संसदीय व्यवस्थाको रिपोर्टिङ गर्ने 2 युवा पत्रकारको अनुमति पत्र खारेज गरिन्छ, किनकि उहाँलाई प्रश्न मन पर्दैन। केपी ओली कपमा हुटिङ गर्दा कार्यकर्ताले दर्शकलाई पिट्छन्, खेद्छन्। यदि केही गलत थियो भने कानुन छ, प्रहरी छन्। के कार्यकर्ताले पिट्ने नै उपाय हो? पिटिरहेका छन् किनकि एमालेलाई प्रश्न मन पर्दैन। कसैले टिभीमा अन्तर्वार्तामा प्रतिपक्षलाई अराजक भन्छ, कसैले जिब्रो थुत्ने कुरा गर्छ भने कसैले पेड मिडिया भन्छ, किनकि यो सरकारलाई स्वतन्त्र नागरिक र निष्पक्ष पत्रकारिता मन पर्दैन। धन्यवाद। नेपालको जय होस्। मान्य सदस्य शिशिर खनाल। सम्माननीय सभामुख महोदय, के तपाईँ हिटलर हो भनेर सोधेको आधारमा 2 जना पत्रकारको पास सङ्घीय संसदले निलम्बन गरेछ। केही दिन अगाडि यही संसदमा सत्तापक्षीय माननीयज्यूले निर्वाचन जितेर आएको मान्छे पनि हिटलर हुन सक्छ र भनेर प्रश्न सोध्नु भएको थियो। संसद सचिवालयलाई सचेत गराउनु भएको थियो। आज निलम्बनको खबर आयो। संसद निरन्तर सत्ताको छाया बन्दै गएको छ। 1930 को जर्मनीको इतिहास पढ्नुहोला। हिटलर बन्दुकको नालबाट आएका थिएनन्, चुनावैबाट आएका थिए। जति बेला उनी सरकारमा गए त्यति बेला उनले लोकतान्त्रिक अधिकारहरू कटौती गरेर निरङ्कुश बने। अहिलेको सरकार पनि त्यही गर्दैछ। खुला मञ्चमा फुटबल म्याचमा प्रधानमन्त्रीको विरोध गर्दा कि मान्छे कुटिन्छ कि जेल हालिन्छ। अब मेरो पनि प्रश्न, के प्रधानमन्त्रीज्यू तपाईँ हिटलर बन्दै हो? मान्य सदस्य शेरबहादुर कुँवर। सम्मान्य सभामुख महोदय, उदयपुर सिमेन्ट उद्योग केही समयदेखि बन्द हुँदा 250 जना त्यहाँ काम गर्ने श्रमिक र आश्रित परिवारको बिचल्ली भएको छ। उनीहरूले 3 वर्षदेखि आधा तलब मात्र पाएका रहेछन्। 6-7 महिनादेखि कुनै पनि पारिश्रमिक पाइरहेका छैनन्। श्रमिकहरूको माग अनुसार या त उद्योग सञ्चालन गरियोस् या त उनीहरूले पाउने सुविधा दिएर उनीहरूलाई बिदाई गरियोस्। अर्को विषय सभामुख महोदय, 7 महिना अघि साउन 9 गते काठमाडौँ एयरपोर्टमा भएको सौर्य जहाज दुर्घटनामा 3 सन्तान गुमाएका पत्रकार प्रकाश खतिवडाले सबै मान्यज्यूहरूलाई तत्सम्बन्धमा घटनाका सम्बन्धमा मेसेज पठाएर जानकारी गराउनु भएको छ। उहाँको दाबी अनुसार दुर्घटना भएको जहाजको उडान गैरकानुनी छ। 4 वर्षको बालक समेतलाई एयरलाइन्सको कर्मचारी बनाइएको छ। तत्सम्बन्धी बनाएको आयोग गैरकानुनी छ। पुनः आयोग गठन गरी छानबिन गरी पीडितहरूलाई न्याय दियोस्। धन्यवाद। मान्य सदस्य शोभा ग्यावाली। सम्मान्य सभामुख महोदय, लुम्बिनी प्रदेशमै उत्कृष्ट हुन सफल बर्दिया जिल्ला अस्पतालमा ओबिटी र इमर्जेन्सी सेवा दिन भवन जीर्ण अवस्थामा रहेको हुँदा सेवा सहज रूपमा सञ्चालनका लागि 5 करोड 24 लाखको डिपिआर भइसकेको छ। तर सङ्घ र प्रदेशबाट बजेटको व्यवस्था हुन नसक्दा काम गर्न सकेको छैन। सभामुख महोदय, बर्दियाको विषम हावापानी, गर्मीमा अति गर्मी र चिसोमा अति चिसो, प्रदूषित खानेपानी र चेतनाको कमी भएका बस्तीका कारणले गर्दा बिरामीको चाप अत्यन्त बढिरहेको छ। अति गरिब मधेसी मुस्लिम र थारूको बसोबास भएको हुँदा बाहिर उपचार गर्न जान सक्ने अवस्था छैन। गरिब जनताहरूलाई उपचारमा पहुँच पुर्याउनका लागि म सभामुखज्यू मार्फत सम्बन्धित निकाय, स्वास्थ्य मन्त्रालय र नेपाल सरकारसँग बजेटको व्यवस्था गरी समस्या समाधान गर्न जोरदार माग गर्न चाहन्छु। हस्त। धन्यवाद। माननीय सदस्य सन्तोष चालिसे। सम्मान्य सभामुख महोदय, म यो काठमाडौँ उपत्यकाभित्र बग्ने बागमती लगायतका 13वटा नदीहरू, जुन नदी अहिले ढल नदीमा चाहिँ परिणत भएका छन्, दायाँ बायाँका सम्पूर्ण ढलहरू नदीमा हाल्ने व्यवस्थाले सम्पूर्ण नदीहरू अहिले नदीको करिडोरबाट
हिँडी नसक्नु अवस्था यहाँ हामी सबै र यो उपत्यकावासी 50 लाख जनताले चाहिँ भोगिरहेको अवस्था छ र अहिले बाल वृद्ध महिला प्रत्येक घरमा सबै बिरामी भइरहेको अवस्था छ र यो ढल नमिसाएर त्यसलाई स्वच्छ बनाउनको लागि 2052 सालमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत सभ्यता बागमतीको चाहिँ नि स्थापना भयो तर आज 21 अर्ब चाहिँ त्यहाँ खर्च भएको चाहिँ नि तथ्याङ्क छ र उहाँहरूलाई भन्दा उहाँहरू के भन्नुहुन्छ भने अहिले हामीलाई अधिकार पनि कटौती गरिएको छ हामीलाई पर्याप्त पैसाको पनि व्यवस्था छैन त्यस कारणले हामीले गर्न नसकिरहेको अवस्था छ भने मान्य सदस्य सराज अहमद फारूकी। सम्मानीय सभामुख महोदय, यही 18 गते सुरु भएको मुस्लिम समुदायका पवित्र महिना रमजान व्रत रोजा राख्ने छन्। देश र जनताका लागि विशेष दुआ गर्ने, देशमा अमन चयन कायम रहोस्, धार्मिक सहिष्णुता रहोस्, भाइचारा कायम रहोस् को दुआ गर्छन्। म सम्मानित सभामुख मार्फत देश विदेशमा रहनुभएका मुस्लिम समुदायहरूका लागि रमजान मुबारक भन्न चाहन्छु। धन्यवाद। माननीय सदस्य सरिता भुसाल। सम्माननीय सभामुख महोदय, स्थानीय कच्चा पदार्थ र सिपको उपयोगबाट स्थानीय युवाहरूलाई रोजगारीका अवसर प्रदान गरी स्वदेशमै टिकाउने हेतुले बर्दघाट नगरपालिका वडा नम्बर 5 सखुवानीमा करिब 18 बिघा क्षेत्रफलमा बर्दघाट नमुना औद्योगिक ग्राम निर्माण योजना अगाडि बढेको छ। छरिएर रहेका साना उद्योगहरूलाई एकीकृत गरी व्यवस्थित गर्ने र उत्पादनलाई वृद्धि गरी नगरलाई स्वावलम्बन र समृद्धितर्फ उन्मुख गराउने औद्योगिक ग्रामको प्रमुख लक्ष्य पनि रहेको छ। सभामुख महोदय, बर्दघाट औद्योगिक ग्राम केवल एउटा संरचना मात्र नभई यो स्थानीय अर्थतन्त्रको मेरुदण्ड पनि हो। तर ठेक्का सम्झौता भए पनि पर्याप्त बजेट नहुँदा निर्माण कार्य अगाडि बढ्न सकेको छैन। तसर्थ स्वदेशमै रोजगारी सिर्जना गरी औद्योगिक विकासलाई प्रवर्धन गर्न र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नका लागि बर्दघाट औद्योगिक ग्रामको निर्माणमा आवश्यक बजेट उपलब्ध गराउनु हुन सभामुख महोदय मार्फत सम्बन्धित मन्त्रालय र सरकारको ध्यान आकर्षण गराउँछु। धन्यवाद। माननीय सदस्य डाक्टर स्वर्णिम वाग्ले। सम्माननीय सभामुख महोदय, मेरो निर्वाचन क्षेत्र तनहुँको दक्षिणी भेकलाई मुगलिन नारायणघाट सडक खण्डसँग जोड्ने घुमाउने घाटको पुल बन्न थालेको 10 वर्ष भयो तर 1/3 पनि काम सकिएको छैन। दमौली र पोखरासम्मको दूरी 25 किलोमिटरले घट्ने र त्यहाँका हजारौं सीमान्तकृत जनतालाई सुविधा पनि पुग्ने विकासको दृष्टिले रूपान्तरणकारी आयोजना विगत जम्मा 8 करोडको लागतमा चाहिँ सुरु भएको यो योजना 8 वर्षमा कति पनि प्रगति नहुनु असाध्यै दुःखद छ। यो सरकारको निरीयता र अकर्मण्यताको एउटा बिम्ब पनि बनेको छ। त्यस क्षेत्रको दशकौं प्रतिनिधित्व गर्ने सांसद आज राष्ट्रपति हुनुहुन्छ। म आफैले दर्जनौं बैठकहरू गरिसकेँ। स्थानीय जनता आन्दोलित छन्। त्यसैले यो रणनीतिक पुल बनाउनलाई असाधारण सहजीकरणको बाटोमा लाग्न र ठेक्का तोडेर नयाँ प्रक्रियामा जाँदा पनि पुल बन्ने ग्यारेन्टी सहित अगाडि बढ्नको लागि म सम्बन्धित भौतिक पूर्वाधार मन्त्रालयलाई हार्दिक आग्रह गर्दछु। धन्यवाद। माननीय सदस्य शान्ति चौधरी। सम्माननीय सभामुख महोदय, बर्दिया जिल्ला अस्पतालमा स्वास्थ्य मन्त्रालयले एसडियू तथा आइसियू सेवा सञ्चालन गर्नका लागि पूर्वाधार संरचना 3 वर्ष अगाडि नै निर्माण सम्पन्न भइसकेको छ। तर आजको दिनसम्म सो सेवा सुरुवात बर्दिया जिल्लामा हुन सकेको छैन। के कति कारणले हो स्वास्थ्य मन्त्रालयले दक्ष जनशक्ति व्यवस्थापन गर्न नसकेको कहिलेदेखि हुन्छ? म स्वास्थ्य मन्त्रीज्यूलाई बर्दियाली जनताको तर्फबाट प्रश्न गर्न चाहन्छु। बर्दिया जिल्ला अस्पताल स्वास्थ्य मापदण्ड र सेवा प्रवाहमा लुम्बिनी प्रदेशकै पहिलो अस्पताल हो। यहाँ वार्षिक 50 देखि 51 हजार नागरिकले स्वास्थ्य सेवा लिइरहनु भएको छ। दैनिक बेड सङ्ख्याभन्दा धेरै उपचार हुने यो अस्पतालमा बिरामीले थप उपचार नपाएर नेपालगञ्ज कोहलपुर भारत समेत जानुपर्ने बाध्यात्मक व्यवस्था रहेको छ। बर्दिया जिल्ला अस्पताल आइसियू सेवा सञ्चालनको लागि ठोस पहलसहित यथाशीघ्र समस्या समाधान गर्नको लागि सम्माननीय सभामुखज्यू मार्फत स्वास्थ्य मन्त्रीको गम्भीर ध्यान आकर्षण गर्न चाहन्छु। माननीय सदस्य सीता कुमारी राणा। सम्माननीय सभामुख महोदय,
दैलेख जिल्ला भैरवी गाउँपालिका वडा नम्बर 1 स्थित जलजलेमा जुन पेट्रोल अन्वेषण पश्चात ग्यास रहेको जानकारी पछि हाल चाइनाले यसको कति मात्रामा ग्यास छ भन्ने अध्ययन अनुसन्धान गरिरहेको छ। सोही स्थान पञ्चकोशी धार्मिक क्षेत्र दैलेख क्षेत्र श्रीस्थान नाभिस्थान सडक स्तरोन्नति कार्यका लागि पूर्वाधार विकास कार्यालय दैलेखबाट चालु आर्थिक वर्ष 2081-82मा ठेक्का खोलिसकेको र उक्त सडकमा सामुदायिक वन पर्ने र सडक विस्तार गर्दा सामुदायिक वनका रुख कटान गर्नको लागि EIA-IEE प्रतिवेदन नबनेको कारण देखाई निर्माण कार्य अगाडि बढेको देखिँदैन। वातावरणीय प्रभाव मूल्याङ्कन नगरिकन के कति कारणले ठेक्का खोलेको हो र यथाशीघ्र वातावरणीय प्रभाव मूल्याङ्कन गराई निर्माण कार्य अगाडि बढाउनको लागि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। धन्यवाद। जय नेपाल। माननीय सदस्य सीता मिजार। सम्माननीय सभामुख महोदय, नेपालमा अकालमा नै नागरिकको मृत्यु हुने विभिन्न कारणहरू मध्ये सडक दुर्घटना सबैभन्दा अग्रस्थानमा रहेको विभिन्न अध्ययनबाट प्राप्त तथ्य र तथ्याङ्कले देखाएको छ। प्रत्येक दिन सडक दुर्घटनाबाट नागरिकको मृत्यु भइरहेको छ। सडक दुर्घटनाका विभिन्न कारणहरू मध्ये जेब्रा क्रसिङ लगायत सडक सङ्केत सडक चिन्हहरू अद्यावधिक नगर्नु प्रमुख कारण हो। प्राय सबै समयमा व्यस्त रहने राजधानीको सडकमा पनि पैदल यात्रीको लागि सडक पार गर्न जेब्रा क्रसिङलाई बत्ती बालेर खोज्नुपर्ने अवस्था देखिन्छ सभामुख महोदय। त्यसैले दुर्घटनालाई न्यूनीकरण गर्न र सडक सौन्दर्यलाई समेत निखार ल्याउन राजधानी काठमाडौँ लगायतका सबै ठाउँमा जेब्रा क्रसिङ सडक डिभाइडर लगायत ट्राफिक चिन्ह एवं सडक सङ्केतहरूलाई चुस्त दुरुस्त बनाउन म सम्माननीय सभामुख महोदय मार्फत सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु। धन्यवाद। जय नेपाल। नमस्कार। माननीय सदस्य सुनिता बराल। सम्माननीय सभामुख महोदय, हामी दलीय व्यवस्थामा छौँ र सबै राजनीतिक दलहरूले निर्वाचनमा जाँदा आफ्ना घोषणापत्रमा सुन्दर विषयहरू उल्लेख गरेका हुन्छौँ। आज नेपाल सरकारले 5 वटा अध्यादेशहरू यहाँ निर्णयार्थ पेश गर्दैछ सदनमा, जसमा नेपालको आर्थिक विकास र प्रगतिका विषयहरू, रोजगारीको सृजना, व्यावसायिक वातावरणको निर्माण, सार्वजनिक सेवा प्रवाहलाई छिटो छरितो बनाउने र सुशासनलाई थप समृद्ध बनाउने विषयहरूसँग सम्बन्धित छन्। त्यसकारण आज हामीले हिजो सुन्दर इतिहासहरू पढ्दै आएको यो थलो हामीले इतिहास लेख्ने एउटा अवसर प्राप्त गरेका छौँ। यो अवसरमा सबै दलहरूलाई र माननीय ज्यूहरूलाई यो आज पेश हुने अध्यादेशहरूलाई साझा बनाएर अगाडि बढ्नका लागि अनुरोध गर्न चाहन्छु। धन्यवाद। माननीय सदस्य सुरेन्द्र राज आचार्य। माननीय सदस्य सुरेन्द्र राज आचार्य। माननीय सदस्य सुरेन्द्रराज आचार्य। माननीय सदस्य सुमना श्रेष्ठ। सम्माननीय सभामुख महोदय, फागुन 13 गते पत्रिकामा पनि आइसकेको अनुसार 1/3 पालिकाहरूमा प्रमुख प्रशासकीय अधिकृत छैनन्। त्यो भनेको 231 स्थानीय तहहरूमा, स्पेसली मध्य प्रदेशमा 69 वटा पालिकाहरूमा प्रमुख प्रशासकीय अधिकृत छैनन्। मन्त्रीज्यूले 1 हप्ताभित्र पदपूर्ति गर्छु भन्नुभएको थियो। त्यो कहाँसम्म पुग्यो यो मेरो प्रश्न छ, यसको मैले जवाफ मागेँ र भन्न चाहन्छु सबैलाई, कामप मात्रै नेपाल होइन, कामप भन्दा बाहिर पनि पालिकाहरू हुन्छन्। त्यो पालिकाहरूमा प्रमुख प्रशासकीय अधिकृत पठाउनुपर्छ। र मलाई अचम्म के लागिरहेछ भन्दा यो अकर्मण्यता सामान्य प्रशासन मन्त्रीज्यूको मात्रै हो कि अथवा अर्थतन्त्रको बेहाल अवस्था, जहाँ न शिक्षकलाई तलब दिनु परेको छ होइन, प्रमुख प्रशासकीय अधिकृत नपठाएपछि न कर्मचारीलाई तलब दिनु परेको छ, न वृद्ध भत्ता दिनु परेको छ, यो सबै धान्न नसक्ने भएकोले यो अर्थतन्त्रको बेहाल अवस्था लुकाउनको लागि गरिएको प्रपञ्च हो कि भनेर पनि कता कता मनमा लाग्न थालेको छ। यो शिक्षकहरूलाई दुरुपयोग गरेर जुन तरिकाले राजनीतिक लाभ हानिमा गरेका छ, शिक्षकहरूले माननीय सदस्य सुशीला सिरपाली ठकुरी। सम्माननीय सभा महोदय, म मेरो जिल्लाको नै विषय राख्न चाहन्छु। खास गरेर अकर्मण्यतामा फसेको सरकारबाट धेरै अपेक्षा त गर्न सकिँदैन, तर पनि म विषय उठान गर्न चाहन्छु।
2073 साल असार 13 गते शिलान्यास गरिएको अर्घाँची निर्माणाधीन अर्घा भगवती विमानस्थल 9 वर्षसम्म पनि सम्पन्न हुन सकेको छैन। पटक पटक गरेर धवन मार्गसम्म निर्माण भए तापनि अन्य कार्यहरू निर्माण नहुँदा जिल्लावासीहरू चिन्तित बनेका छन्। अर्घाँचीवासीहरू छिमेकी जिल्ला गुल्मी प्युठानका नागरिकहरूले समेत यसबाट लामेत लिने कुराहरू सहित निर्माण गर्न लागेको विमानस्थलको विषयमा म खास गरेर म आफै पर्यटन राज्य मन्त्री हुँदा पनि 10 करोड बजेट छुट्याइएको थियो, तर पछि अख्तियारले चाहिँ यी योजनाहरू अगाडि नबढाउनु भनिसकेपछि यी योजनाहरू रोकिएको भनेर नागरिक उड्डयन प्राधिकरणका प्रमुखले भन्नुहुन्छ र प्रमुखले भेटिसकेपछि म अख्तियारको प्रमुखले। माननीय सदस्य सुशीला श्रेष्ठ। सम्माननीय सभामुख महोदय, 115औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस 8 मार्चको पूर्व सन्ध्यामा नेपाल र विश्वका समस्त महिला आन्दोलनका अभियन्ताहरूमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। नेपालमा सबै महिला तथा बालिकाको लागि अधिकार, समानता र सशक्तिकरणको नाराको सहित 115औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस 8 मार्चको सन्दर्भमा विभिन्न कार्यक्रमहरू राखेर मनाइरहेका छौँ। समाज र राज्यको हरेक संरचनामा समानुपातिक समावेशीलाई अर्थपूर्ण सहभागिताको आधारमा गरिनुपर्नेमा गर्न नसकेकोले महिलाहरूले हिंसा र विभेद सहन बाध्य भएका छन्। समाजका स्रोत र साधनमाथिको पहुँच र घरमा गरिने सेवामूलक कामलाई अर्थतन्त्रमा जोड्न यो गरिमामय सदन मार्फत सम्बन्धित निकायमा माग राख्न चाहन्छु। संविधानमा प्रदत्त अधिकारलाई सार्थरोप दिन शासनमा महिला, भाषणमा महिला र महिला नै। माननीय सदस्य सुहाङ नेमाङ। सम्माननीय सभामुख महोदय, कृषिको क्षेत्रमा धेरै सम्भावना र विशेषता बोकेको जिल्ला हो हाम्रो सुन्दर इलाम, जहाँ प्रशस्त चिया, अलैँची, छुर्पी, अकबरे, कुचो इत्यादि जस्ता वस्तुहरू उत्पादन हुन्छ, जसले नेपालको अर्थतन्त्रमा सकारात्मक भूमिका पनि खेलेको छ। आज म चियाको विषयमा केन्द्रित भएर कुरा राख्न चाहन्छु। विश्व चिया प्रतियोगिता 2023-24 इलामको चियाले थुप्रै विधाहरूमा प्रथम स्थान हासिल गर्न सकेको छ। प्रत्येक वर्ष अरबौँको चिया निर्यात हुँदा त्यही चिया उद्योगले धेरैलाई रोजगारी पनि दिएको छ। सरकारको अझ ध्यान राम्रोसँग जाने हो भने नेपालले यसको 3-4 गुणा फाइदा उठाउन सक्छ भन्ने कुरा अनुमान लगाउन सकिन्छ। तर विडम्बनाको कुरा, विश्व प्रख्यात विश्व चिया फोरमहरूमा नेपालको सहभागिता भने अझै कम छ। त्यससँगै निर्यात गर्दा अनेकौँ समस्याहरू झेल्नु पर्दा उद्यमीहरू निकै निराश छन्। म यी सबै समस्याहरूको छिटो समाधानका लागि सरकारको ध्यान आकृष्ट गर्न चाहन्छु। धन्यवाद। माननीय सदस्य सूर्यप्रसाद ढकाल। सम्माननीय सभामुख महोदय, खल्ला झगडिया, विषमपुर र चुके नालाको तटबन्धनको सन्दर्भमा मैले सदनमा बारम्बार कुरा उठाएको छु। सम्बन्धित मन्त्री र सचिवलाई पनि लिखित जानकारी गराएको छु र लुम्बिनी प्रदेशका मुख्यमन्त्री माननीय चेतनारायण आचार्यज्यूले पनि उक्त ठाउँको निरीक्षण गर्नुभएको छ। सभामुख महोदय, बर्खा सुरु हुनुभन्दा अगाडि खल्ला झगडिया, विषमपुर र चुके नालाको तटबन्धन गरिएन भने 60,000 भन्दा बढी जनताहरू विस्थापित हुनेछन्, हजारौँ बिघा जमिन बगरमा रूपान्तरित हुनेछ। त्यसकारण उक्त ठाउँको खल्ला झगडिया, विषमपुर र चुके नालाको तटबन्धनको उचित व्यवस्थापन गर्न सभामुख मार्फत म सरकारको ध्यान आकर्षण गर्न चाहन्छु। धन्यवाद। माननीय सदस्य सूर्यबहादुर थापा छेत्री। सम्माननीय सभामुख महोदय, म सुखानीका 5 अमर शहीदहरू तथा रुकुमको गरायलामा माओवादीद्वारा कायरतापूर्वक हत्या गरिनुभएका अमर योद्धा कमरेड यदु गौतमप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्छु। र आज म नेपाली समाजमा खास भुइँ मान्छेका रूपमा रहेको कुसुन्डा जातिको कुरा गर्दैछु, जुन जातिको राज्यका निजामती तथा सुरक्षा निकायमा एक पिउन, एक पिउठ र एक जवानसम्म छैनन्। आफ्नो घर जग्गाको लालपूर्जा पनि छैन, भूमिहीन छन्। देशभर 235 जना जनसङ्ख्या भनिएकोमा 170 जना मात्रै भौतिक रूपमा भेटिएका छन् र तीमध्ये 51 जना मेरो जिल्ला प्युठानमा बसोबास गर्छन्।
एकजना मात्रै यो जातिले आफ्नो भाषा बोल्ने स्थिति छ र भाषा लोपोन्मुख अवस्थामा छ। म यो गरिमामय सदन मार्फत सिङ्गो सरकारको ध्यानाकर्षण के गराउन चाहन्छु भने यस जातिको संरक्षण र भाषाको संरक्षणका लागि छिटोभन्दा छिटो एकीकृत बस्ती विकासको कार्यक्रम तत्काल थालनी गरियोस्। धन्यवाद। माननीय सदस्य सूर्यमान तामाङ दोङ। सभामुख महोदय, अहिले बजारमा मजदुरहरूले आफ्नो रोजगारी आफ्नो जो खालको स्यालेरी नपाएर छटपटिरहेको बेला त्यो सरकारले देख्न सकेनौँ। सभामुख महोदय, कि नेपाल सरकारको विद्युत प्राधिकरणमा निरन्तर रूपमा विद्युत प्राधिकरणलाई नाफामा ल्याइरहने, त्यसलाई मेहनत गर्ने कुलमान घिसिङलाई देख्न पुगे सरकार। त्यस कारणले सरकारले कुलमान घिसिङलाई हटाउनको निम्ति गरिएको जुन खालका चाहिँ हरकतहरू छ, त्यो हरकतप्रति हामी यदि नेपाली जनताले चासो देखायो भने के हुन सक्छ? सभामुख महोदय, एउटा प्रश्न मेरो यो हो। अर्को प्रश्न, सरकार रङ्गशालामा सरकार पुग्छ, त्यहाँ केपी ओली प्रधानमन्त्रीज्यू पुग्नुहुन्छ अनि त्यहाँ जनताले प्रश्न उठाउँछ अनि प्रश्न उठाउनेहरूमाथि खुट्टा उचाल्छ। त्यो खुट्टाप्रति नेपाली जनताले निगरानी राख्यो भने के हुन सक्छ? सभामुख महोदय, यसका प्रश्न, यी प्रश्नहरूको उत्तर चाहियो सभामुख महोदय यो सदनमा। माननीय सदस्य सञ्जय कुमार गौतम। सम्मानीय सभामुख महोदय, मेरो निर्वाचन क्षेत्रमा पर्ने जब्दी घाटको भत्केको पुल निर्माणका लागि नेपाल सरकारले 1,29,35,00,000 रुपियाँ विनियोजन गर्यो, बजेटको सुनिश्चितता गर्यो। मैले सरकारलाई धन्यवाद पनि दिएँ, आभार पनि व्यक्त गरेँ। तर सभामुख महोदय, सार्वजनिक खरिद अनुगमन कार्यालय PPMOबाट डिजाइन एन्ड बिल्डको खरिद कार्य गर्नका लागि स्ट्यान्डर्ड बिलिङ डकुमेन्ट जारी नभएकोले अहिलेसम्म ठेका प्रक्रियाहरू अगाडि बढ्न सकेको छैन। त्यो प्रस्ताव PPMO अफिसबाट प्रधानमन्त्री कार्यालयमा गएको पनि 1 महिना भइसक्यो। यस्तो प्रस्तावहरू यति धेरै लामो समयसम्म रोकिँदाखेरि मुलुकको विकास निर्माणमा धेरै ठुलो अप्ठ्यारो पर्छ। तत्काल सरकारको ध्यान जाओस्। ल, यो स्वीकृत होस्। धन्यवाद। माननीय सदस्य हर्कमाया विश्वकर्मा। सम्माननीय सभामुख महोदय, आज फागुन 21 झापाका महान शहीदहरूप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दै आफ्ना विचारहरू राख्न चाहन्छु। यस गरिमामय सदनमा संसदले आफ्नो धारणा राख्दा सदन र संसदलाई नियन्त्रण गर्ने सङ्घीय प्रतिनिधि सभा नियमावली छ भन्ने ख्याल राखिनुपर्ने हुन्छ। माननीय ज्यूहरूले रोस्टममा उभिएर विधेयकमाथि सुझाव र धारणा राख्दा लाज शरम नभएको भनी शब्द चयन नगरी बोल्नु र आफूलाई बौद्धिक छु भनी सो घोषणा गरी माननीय ज्यूले सम्मानित राष्ट्रिय सभालाई वृद्ध आश्रमको संज्ञा दिनु कति सान्दर्भिक हो? र के ज्येष्ठ नागरिक सबै बुद्धि विवेक नभएको र सबैलाई ज्येष्ठ नागरिकलाई वृद्ध आश्रममा राखिने हो जस्तो आशयले विधायकले राखेको धारणा राख्दा ज्येष्ठ नागरिकमाथि अपमान पनि हो र माननीय ज्यूहरूले सम्मानित सदनको गरिमा र मर्यादाको ख्याल राखिनुपर्छ कि पर्दैन? सभामुख मार्फत माननीय ज्यूलाई सोध्न चाहन्छु। हस्, धन्यवाद। माननीय सदस्य हरि ढकाल। सम्माननीय सभामुख महोदय, आज संसद सचिवालयले 2 जना पत्रकारहरूको पास खोसेछ। दल सरकारको प्रभाव दबावमा रहेर जसरी पास खोसिया छ, आजै नै ती पत्रकारहरूको पास फिर्ता गरियोस्। सम्माननीय सभामुख महोदय, अर्को विषय छ, देशको रूपन्देही, कपिलवस्तु, दाङ लगायतका जिल्लाहरूमा भारतबाट अवैध रूपमा गाईगोरुहरू भित्र्याएर देशको र अवैध रूपमा भित्राइएका गाईगोरुहरूको तस्करी व्यापक छ। पूर्वी नाका हुँदै व्यापक तस्करी बढेको छ। तस्करहरूले गौडामा प्रहरीलाई पैसा बुझाउँछन् भन्ने समाचारहरू आएको छ। कारुणिक निर्मम तरिकासँग राष्ट्रिय जनावरको यसरी तस्कर भइरहँदा गृहमन्त्री के हेरेर बसिरहनु भएको छ? म गृहमन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु। यदि भोलिबाट यो तस्करी रोकिएन भने म गृहमन्त्रीज्यूलाई 0 नम्बर दिन्छु। धन्यवाद। माननीय सदस्य हितराज पाण्डे। सम्मानीय सभामुख महोदय, शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन बनाइने सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग ऐन बनिसकेपछि पनि अझै बन्न सकेको छैन।
द्वन्द्व पीडितहरूको घाउमा मलम लगाउन र बेपत्ता परिवारको आँसु पुछ्न यो आयोग अति आवश्यक छ। यसैले म सम्मान्य सभामुखज्यू मार्फत नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु। धन्यवाद। माननीय सदस्य हेमराज राई। सम्माननीय सभामुख महोदय, आज फागुन 21 गते सामन्ती निरङ्कुशता विरुद्ध भएको झापा विद्रोहका 5 नेताहरूको शहादत भएको दिन म शहादत प्राप्त गर्नुहुने शहीदहरूप्रति उच्च सम्मानका साथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। हजारौँ शहीदहरूको बलिदान र लाखौँ जनताको सङ्घर्षबाट आज देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ। जनतामा सार्वभौम सत्ता अन्तर्निहित भएको छ। युगीन परिवर्तन भएको छ। यो परिवर्तन शहीदहरूको सपना थियो। अब यसको सुदृढीकरण र विकासबाट नै हामी न्याय, समानतापूर्ण, समृद्ध नेपाल निर्माण गर्दै सारा नेपाली जनतालाई सुखी बनाउन सक्नेछौँ। शहीदहरूको सपना पुरा गर्न सक्नेछौँ। न्याय, समानता र समृद्धिको यात्रामा निरन्तर प्रेरणा दिने सबै शहीदहरूप्रति पुनः सम्मान र श्रद्धाञ्जली अर्पण गर्दछु। धन्यवाद। माननीय सदस्य ज्ञानेन्द्र बहादुर कार्की। सम्माननीय सभामुख महोदय, मानव र वन्यजन्तु बीचको द्वन्द्व न्यून होइन वृद्धि भएर गइराखेको छ। खास गरेर जङ्गली हात्तीहरूले उनीहरूको आक्रमणबाट मानव बस्तीमा धेरै मान्छेहरूको मृत्यु भइरहेको छ। यो समस्या मेरो निर्वाचन क्षेत्रमा पनि छ। यसरी जङ्गली हात्तीको आक्रमणबाट मृत्यु हुनेहरूलाई राहत स्वरूप प्रदान गरिने जुन रकम छ अहिले त्यो 10 लाख छ। त्यो 10 लाख पनि देउवा सरकारको नेतृत्वमा बनेको सरकारले 5बाट 10 लाख गरेको थियो र अहिले त्यो 10 लाख रुपियाँलाई 20 लाख रुपियाँ बनाइयोस् र सामान्य घाइतेका निमित्त 20,000 को व्यवस्था गरेको छ। त्यसलाई 1 लाख गराइयोस् र घाइते गम्भीर घाइतेका निमित्त 2 लाख गरेको छ। यसलाई 5 लाख गराइयोस्। यो कुराहरू भयो भनेदेखि पीडकहरूले राहत पाउने। माननीय सदस्यहरू, शून्य समयमा माननीय सदस्यहरूले बोल्ने क्रम यही समाप्त हुन्छ।